Hello everyone, welcome to my YouTube channel. यो भन्दा अगाडिको भिडियोमा चाहिँ हामी अफिस एन्ड अफिस इम्प्लोइ क्लास 9 को पहिलो च्याप्टर चाहिँ सकिसकेका छौं। अब चाहिँ हामी अफिस असिस्टेन्ट भन्ने क्लास 9 को दोस्रो च्याप्टर रहेको छ। आज त्यो दोस्रो च्याप्टर चाहिँ हामी पढ्छौं। अफिस असिस्टेन्ट भनेको के हो? कार्यालय सहायक। कार्यालय सहायक भने इज द इम्प्लोइ के हो? इम्प्लोइ हो। हु परफर्म द वर्क जसले कुन लेभलमा काम गर्छ? Who perform the work of official activities at lower level. Lower level में काम गर्छ to assist to the office. कार्यालय प्रमुखलाई सघाउनको लागि केमा? अफिसमा हो। जुन यस्तो विभिन्न इम्प्लोइ जुन हाम्रो अफिसमा काम गर्छन्, चिफलाई एसिस्ट गर्नलाई, कार्यालय प्रमुखले एसिस्ट गर्नका लागि जुन काम गर्छन् त्यस्तो इम्प्लोइले के भन्छ? अफिस असिस्टेन्ट। यसको डेफिनेसन यस्तो रहेको छ: An office assistant is the employees who perform the official activities at lower level to assist to the official in the office. र यसको टाइप चाहिँ तीन टाइप्समा रहेका छन्: सेक्सनल क्लर्क, पर्सनल असिस्टेन्ट र रिसेप्सनिस्ट। पहिलो सेक्सनल क्लर्क। सेक्सनल क्लर्क जसलाई नेपालीमा फाटवाला पनि भनिन्छ। यसको डेफिनेसन हेर्दाखेरि चाहिँ द इम्प्लोइ who is assigned to be responsible for particular section of a department in the office is called sectional clerk. यो यस्तो इम्प्लोइ जुनलाई एउटा पार्टिकुलर सेक्सन अफ द डिपार्टमेन्टमा एसाइन गरिन्छ, काम गर्नलाई एसाइन गरिन्छ। यसले सेक्सनल असिस्टेन्ट पनि भनिन्छ है। यसले के भनिन्छ? सेक्सनल असिस्टेन्ट पनि भनिन्छ। त्यसपछि रहेको छ पर्सनल असिस्टेन्ट, निजी सहायक, जसलाई नेपालीमा के भन्छ? निजी सहायक। यसले सर्ट फर्ममा पीए पनि भनिन्छ है। यसको सर्ट फर्म के हो? पीए हो। यसलाई डेफिनेसनमा हेर्दाखेरि चाहिँ द इम्प्लोइ हु इज एपोइन्टेड टु असिस्ट द चिफ। यस्तो कर्मचारी इम्प्लोइ जसलाई एपोइन्ट गरिन्छ के गर्नको लागि? चिफले एसिस्ट गर्नको लागि, सहयोग गर्नको लागि इन अफिसियल पर्सनल वर्क। अफिसियल पर्सनल वर्कमा चाहिँ एसिस्ट गर्नको लागि जो इम्प्लोइले एपोइन्ट गरिन्छ त्यस्तो इम्प्लोइले के भनिन्छ? पर्सनल असिस्टेन्ट। सर्ट फर्ममा चाहिँ पीए भनिन्छ है। त्यसपछि रहेको छ रिसेप्सनिस्ट, सम्पर्क सहायक। यो चाहिँ यस्तो इम्प्लोइ हो द इम्प्लोइ हु इज एपोइन्टेड। कस्तो के गरेको चाहिँ? द इम्प्लोइ हु इज एपोइन्टेड टु मेक एपोइन्टमेन्ट्स। द इम्प्लोइ हु इज एपोइन्टेड टु मेक एपोइन्टमेन्ट्स, विभिन्न एपोइन्टमेन्ट्सहरू गर्ने एन्ड रिसिभ द कस्टमर्स, विभिन्न कस्टमरहरू, गेस्टहरू, भिजिटरहरू जुन अर्गनाइजेसनमा आउँछ तिनीहरूले रिसिभ गर्ने, ग्रिट गर्ने टु द अफिस इज कल्ड रिसेप्सनिस्ट। त्यसपछि रहेको छ क्वालिफिकेसन अफ अफिस असिस्टेन्ट। अफिस असिस्टेन्ट कार्यालय सहायकका क्वालिफिकेसनहरू चाहिँ के रहेका छन् भन्ने हामी हेर्छौँ। एउटा राम्रो अफिस असिस्टेन्ट बन्नको लागि त्यो विभिन्न क्वालिफिकेसनहरू चाहिँ एउटा इम्प्लोइमा चाहिँ हुनुपर्छ। त्यो पहिलो चाहिँ रहेको छ फर्मल एजुकेसन, एकाडेमिक क्वालिफिकेसन जसले भन्छ फर्मल एजुकेसन। त्यो अफिस असिस्टेन्टले चाहिँ एउटा फर्मल एजुकेसन चाहिँ होल्ड हुनु पर्यो जोसँग। किन? टु पर्फर्म द टास्क इन द अफिस, टु होल्ड द पोजिसन इन द अफिस। तिनीहरूले चाहिँ एउटा स्पेसिफिक क्वालिफिकेसन, त्यो क्वालिफिकेसन चाहिँ के हुनु पर्यो? एक्वायर गरेको हुनु पर्यो। एकाडेमिक क्वालिफिकेसन इज द फर्मल एजुकेसन। फर्मल एजुकेसन डिग्री जुन हाम्रो स्कुलहरूले, युनिभर्सिटीहरूले, कलेजहरूले दिन्छ हैन, बोर्ड्सहरूले दिन्छ। त्यसपछि के रहेको छ? ट्रेनिङ। एन अफिस असिस्टेन्ट मस्ट ह्याभ ट्रेनिङ। अब अफिस असिस्टेन्टलाई के ट्रेनिङको पनि आवश्यकता पर्छ। कुनै पनि काम एउटा प्रोडक्टिभ वेमा गर्नको लागि के हुन्छ? ट्रेनिङले सघाउँछ, अलि वर्किङ एफिसिएन्सी बढाउँछ र अफिसियल वर्क चाहिँ एउटा राम्रो प्रोडक्टिभ वेमा गर्न मद्दत गर्छ। त्यसपछि रहेको छ एक्सपिरियन्स। अब एक्सपिरियन्स पनि एउटा इम्प्लोइले मेच्युरिटी प्रदान गर्छ र यसले के गर्छ? इम्प्रुभ्स द क्वालिटी एन्ड एबिलिटी अफ द अफिस असिस्टेन्ट। के अरे क्वालिटी अफ द अफिस असिस्टेन्ट, एबिलिटी अफ द अफिस असिस्टेन्ट के हुन्छ? इम्प्रुभ गर्छ। र व्हिच कुड कन्ट्रिब्युट, यसले के भन्छ? केमा योगदान गर्न मद्दत गर्छ? टुवर्ड द सक्सेस, टुवर्ड द सक्सेस अफ अर्गनाइजेसन्स। केसको सक्सेसमा? कुनै पनि संस्थाको सफलतामा चाहिँ योगदान गर्छ। त्यसपछि नलेज अफ रुल्स एन्ड रेगुलेसन। अब अफिस असिस्टेन्टलाई विभिन्न इन्टरनल रुल्स एन्ड रेगुलेसन अर्गनाइजेसनको थाहा भएको हुनुपर्छ। किन? टु क्यारी आउट द एडमिनिस्ट्रेटिभ प्रोसिजर्स इफेक्टिभली।
टु क्यारी आउट के एडमिनिस्ट्रेटिभ प्रोसिजर्स, प्रशासनिक प्रक्रियाहरू चाहिँ इफेक्टिभली क्यारी आउट गर्नको लागि चाहिँ मद्दत गर्छ। त्यसपछि नलेज अफ एकाउन्टिङ। अब अफिस एसिस्टेन्टले अर्को चाहिँ एउटा क्वालिफिकेसन भएको हुनुपर्छ, त्यो चाहिँ हो एकाउन्टिङ। एकाउन्टिङको नलेज, बेसिक प्रिन्सिपल्स अफ द एकाउन्टिङ, के बेसिक प्रिन्सिपल छ त्यो चाहिँ थाहा हुनुपर्छ र फाइनेन्सियल रुल्स एन्ड रेगुलेसनहरू के छ त्यो चाहिँ थाहा भएको हुनुपर्छ। which helps to maintain records of financial transaction in the office, जसले वित्तीय कारोबारको चाहिँ रेकर्ड राख्न चाहिँ मद्दत गर्छ केमा, कार्यालयमा। त्यसपछि अर्को रहेको छ नलेज अफ फरेन ल्याङ्ग्वेज एन्ड नलेज अफ ह्यान्डलिङ कम्प्युटर। अब अर्गनाइजेसनमा आफ्नै देशका मान्छेहरू मात्रै आउने त हुँदैन, विभिन्न अरू देशका मान्छेहरू पनि आउने हुन्छ। अब त्यस्तो बेलामा चाहिँ अब फरेन ल्याङ्ग्वेजहरू पनि कर्मचारी त्यो अर्गनाइजेसनको कर्मचारीले थाहा पाउनुपर्छ। अब मोस्टली चाहिँ यो लोअर लेभल इम्प्लोइले रिसिभ गर्ने ग्रिड गर्ने भएको हुँदाखेरि यिनीहरूले चाहिँ अब फरेन ल्याङ्ग्वेजको अन्डरस्ट्यान्डिङ पनि हुनुपर्छ। अब सबै फरेन ल्याङ्ग्वेज चाहिँ त्यो इम्प्लोइले नआउन सक्छ र अब त्यति बेला चाहिँ नर्मली चाहिँ हुनुपर्ने के हो, त्यही इम्प्लोइले अब मोर वर्ल्ड वाइड एक्सेप्टेड ल्याङ्ग्वेज के छ, जस्तै इङ्ग्लिस। अब त्यो इङ्ग्लिस ल्याङ्ग्वेज त्यसले आउनु पर्यो, किनभने अलमोस्ट इन एभ्री प्लेस फरेन ल्याङ्ग्वेजमा इङ्ग्लिस नै कमनली मान्छेले बुझ्छन्। त्यही भएर यो इङ्ग्लिसको नलेज चाहिँ हुनुपर्छ केमा, अफिस एसिस्टेन्टमा। र अर्को चाहिँ ह्यान्डलिङ कम्प्युटर। आजभोलि जुन सुकै कार्यहरू चाहिँ मोस्ट अफ द ट्रान्जेक्सनहरू रेकर्ड गर्ने, त्यसपछि विभिन्न कार्य गर्ने केबाट, कम्प्युटरको थ्रु हुन्छ। त्यही भएर कम्प्युटरको नलेज पनि राम्रो हुनु पर्यो। त्यसपछि हाम्रो अर्को अफिस एसिस्टेन्टको फङ्सनहरू के रहेका छन्, जस्तै प्लानिङ द डेली वर्क, दिनभरिमा के काम हुन्छ त्यसको लिस्टहरू बनाउने र त्यही अनुसार चाहिँ काम गर्दै जाने। त्यसपछि ड्राफ्टिङ एन्ड टाइपिङ लेटर्स। अब सुपेरियर हायर लेभल इम्प्लोइले के लेटरहरू टाइप गर्ने ड्राफ्ट गर्न भनेको छ, त्यो एज पर द अर्डर के अर्डर छ त्यो अनुसार चाहिँ टाइप गर्ने र ड्राफ्ट गर्ने भन्ने हुन्छ। त्यसपछि फाइलिङ लेटर्स एन्ड डकुमेन्ट्स। अब कुन इम्पोर्टेन्ट लेटर्स डकुमेन्ट छ त्यसलाई फाइल गरेर फ्युचर रेफरेन्सको लागि प्रिजर्भ गरेर के गर्नु पर्यो, राख्नु पर्यो। त्यसपछि के रहेको छ ह्यान्डलिङ टेलिफोन एन्ड इमेल्स। अब कलहरू रिसिभ गर्ने, फोन गर्ने, अनि त्यसपछि इमेलहरू, इनकमिङ इमेल्स, आउटगोइङ इमेल्स चाहिँ के गर्ने, ह्यान्डल गर्ने। कसले, अफिस एसिस्टेन्ट। यो कसको काम हो, अफिस एसिस्टेन्टको काम है। यस्तो कामहरू चाहिँ मोस्टली कसले गर्छ, अफिस एसिस्टेन्टले गर्छ। त्यसपछि रिमाइन्डिङ द चिफ। फिफ्थ पोइन्ट रहेको छ रिमाइन्डिङ द चिफ। के गर्ने, रिमाइन्ड गर्ने। के रिमाइन्ड गर्ने, विभिन्न अफिसियल वर्क, इम्पोर्टेन्ट अफिसियल वर्क जो छ त्यो अफिसले रिमाइन्ड गर्ने, किनभने सबै अफिसियल वर्क चिफले चाहिँ नसम्झिन सक्छ, बिर्सिन सक्छ। त्यही भएर त्यसले के गर्ने, रिमाइन्ड गर्ने। त्यसपछि अर्को फङ्सन रहेको छ युजिङ मेसिन्स। अब अर्गनाइजेसनमा त आजको टाइममा विभिन्न मेसिन्सहरू, इक्विपमेन्टहरू चाहिँ युज हुन्छ। त्यो इक्विपमेन्ट्सहरू, मेसिनहरू चाहिँ युज गर्दाखेरि त्यो यतिकै सबै मान्छे यतिकै गरेर युज गर्न सक्दैन। त्यसलाई एउटा ह्यान्डल गर्नलाई विभिन्न स्किल चाहिन्छ। त्यो स्किल चाहिँ अफिस एसिस्टेन्टले एक्वायर गरेर हुनु पर्यो, लिएको हुनुपर्छ। किनभने अब त्यो स्किल छैन भने मेसिन बिग्रिने, ब्रेकडाउन हुने, यताउता हुने हुन्छ। त्यही भएर त्यो मेसिनहरू युज गर्ने चाहिँ राम्रोसँग युज गर्नु पर्यो हैन। अनि त्यसपछि प्रिपेयरिङ रिपोर्ट्स। अब जुन त्यो अफिसमा, कार्यालयमा विभिन्न कामहरू हुन्छ त्यसको चाहिँ रिपोर्ट बनाउने। अब रिपोर्ट के को बारेमा हुन सक्छ, एउटा चाहिँ इन्कम, आम्दानीको, एक्सपेन्सेस, खर्चको, पर्फर्मेन्सको, प्रोग्रेसको, प्रब्लम के छ अफिसमा त्यसको हैन। कसले रिपोर्ट गर्ने हो, सेक्सनल चिफ एन्ड अफिस चिफ। सेक्सनल चिफलाई र अफिस चिफलाई रिपोर्ट गर्नु पर्यो। त्यसपछि छ रिसिभिङ भिजिटर्स। अब भिजिटर्स जो जति भिजिटर्सहरू, कस्टमरहरू चाहिँ अर्गनाइजेसनमा आउँछन्, तिनीहरू चाहिँ के गर्ने, पहिला ग्रिट गर्ने, त्यसपछि रिसिभ गर्ने है। त्यसपछि रहेको छ एरेन्जिङ चिफ्स भिजिट। अब चिफ त आफ्नै देशमा पनि विभिन्न ठाउँमा जानुपर्ने हुनसक्छ, इन्टरनेसनल अर्को देशमा, फरेन कन्ट्री पनि जाने हुनुपर्छ। त्यति बेला चाहिँ अफिस एसिस्टेन्टले के गरिदिनु पर्यो, त्यसको चिफ्स भिजिटको लागि विभिन्न कुराहरू एरेन्ज गरिदिनु पर्यो। भिजा एरेन्ज गर्नुपर्ने, भिजा डकुमेन्टहरू, विभिन्न कुराहरू जुन चाहिन्छ त्यसले जाँदाखेरि त्यो
के गरिदिनु पर्यो, एरेन्ज गरिदिनु पर्यो। त्यसपछि रहेको छ क्वालिटिज अफ अफिस एसिस्टेन्ट, कार्यालय सहायकमा हुनुपर्ने गुणहरू। अब नर्मली यहाँ भनेको छ पर्सनल एपियरेन्स, क्लिननेस एन्ड टाइडीनेस, फेथफुलनेस, ट्याक्टफुलनेस, पोलाइटनेस एन्ड फ्रेन्डलीनेस, पेसेन्स, लर्निङ ह्याबिट। यो जे जति हामी क्वालिटी हेर्छौँ नि, यसो हेर्दाखेरि एउटा राम्रो गुड ह्युमन बिङ हुनको लागि पनि सबै यी जति क्वालिटी लेखेको छ यो सबै चाहिन्छ। त्यही भएर हामीले हेर्दाखेरि त लेख्दाखेरि त के लेख्यौँ, क्वालिटिज अफ अफिस एसिस्टेन्ट। तर यो त नर्मली एउटा राम्रो गुड ह्युमन बिङ हुनको लागि त यो सबै क्वालिटी हुनैपर्छ है। त्यही भएर हामी यसो नर्मली बुझ्दाखेरि चाहिँ के थाहा हुनु पर्यो, एउटा राम्रो मान्छे बन्नलाई जे जति क्वालिटीहरू चाहिन्छ नि त्यही क्वालिटीहरू अफिस एसिस्टेन्टको लागि पनि चाहिन्छ है। यो चाहिँ ध्यान दिनुपर्छ। अब यहाँ पर्सनल एपियरेन्स, पर्सनल आउटलुक, मान्छेको आउटलुक कस्तो छ हैन, कपडा कस्तो लाग्छ, फिट कपडा लाउनु पर्यो, एकदम एट्र्याक्टिभ ड्रेसहरू लाउनु पर्यो, हेर्दाखेरि त्यो चिटिक्क पर्यो हैन। त्यसपछि अर्को क्लिननेस एन्ड टाइडीनेस, एकदम सफा सुन्दर हैन हुनु पर्यो, डेली बाथ गर्नु पर्यो, नुहाउनु पर्यो, फोहोर हुनु भएन हैन, अलिकति एकदम ड्रेसहरू मेन्टेन गर्ने यताउता त्यो चाहिँ ख्याल हुनु पर्यो। त्यसपछि फेथफुलनेस, वफादारी हुनु पर्यो है, अर्गनाइजेसन प्रति के हुनु पर्यो, वफादार हुनु पर्यो। क्वालिटी अफ बिङ अनेस्ट, क्वालिटी अफ बिङ अनेस्ट, सिन्सियर, लोयल एन्ड कन्फिडेन्सियल। विभिन्न कन्फिडेन्सियल इन्फर्मेसन पनि हुन्छ अर्गनाइजेसनमा, त्यो चाहिँ के गर्नु पर्यो, कन्फिडेन्सियल इन्फर्मेसन चाहिँ डिस्क्लोज गर्नु भएन है, कन्फिडेन्सियल इन्फर्मेसन चाहिँ डिस्क्लोज गर्नु भएन। त्यसपछि ट्याक्टफुलनेस, विभिन्न प्रब्लमहरू चाहिँ सल्भ गर्ने स्किल, एबिलिटी। ट्याक्टफुलनेस भनेको के, स्किल्स एन्ड एबिलिटी टु सल्भ प्रब्लम सल्भ गर्ने स्किल र एबिलिटी हो, मान्छेहरूले ह्यान्डल गर्ने एबिलिटी हो, जब्सले ह्यान्डल गर्ने अनि वर्क गर्ने एबिलिटी हो। यस्तो के भन्छ, ट्याक्टफुलनेस, यो एउटा स्किल हो, एबिलिटी हो टु सल्भ प्रब्लम्स, ह्यान्डलिङ पिपल एन्ड जब्स। त्यसपछि पोलाइटनेस एन्ड फ्रेन्डलीनेस। अब जुन अफिस असिस्टेन्ट अर्गनाइजेसनमा काम गरिरहेको छ त्यो पोलाइट हुनु पर्यो र फ्रेन्डली हुनु पर्यो। जस्तै कोही पनि मान्छे बाहिरबाट आउँदाखेरि चाहिँ त्यसलाई पोलाइटली बोल्नु पर्यो, त्यसपछि एकदम फ्रेन्डली भएर बोल्नु पर्यो है। किनभने हामी यसो कुनै पनि अर्गनाइजेसन भिजिट गर्दा जाँदाखेरि त्यहाँको रिसेप्सनिस्टले अथवा त्यहाँको कर्मचारीहरू, विभिन्न इम्प्लोइले चाहिँ अलिकति पोलाइटली बोलेको छ, फ्रेन्डली बोलेको छ भने हामी यो अर्गनाइजेसनसँग जुडौँ जस्तो लाग्छ हैन। तर यदि रुडली बोलेको छ, राम्रोसँग बोलेको छैन, कुनै पनि काम सहयोग गरिरहेको छैन, चाहिएको कुराहरू हेल्प गरिरहेको छैन भने हामी चाहिँ त्यो अर्गनाइजेसनसँग जुड्न चाहँदैनौँ हो। त्यही भएर चाहिँ के हुनु पर्यो, पोलाइटनेस र फ्रेन्डलीनेस पनि हुनु पर्यो। त्यसपछि अर्को रहेको छ पेसेन्स, धैर्यता। धैर्यता के, क्वालिटी अफ कन्ट्रोलिङ सेल्फ इन डिफिकल्ट एन्ड अनफेभरेबल सिचुएसन। गाह्रो र अनफेभरेबल सिचुएसनमा चाहिँ आफूले कन्ट्रोल गर्न राख्न सक्ने हुनु पर्यो है। त्यसपछि लर्निङ ह्याबिट, अर्को के छ, लर्निङ ह्याबिट छ, इन्ट्रेस्ट इन लर्निङ। लर्निङमा चाहिँ के हुन्छ, आफ्नो इन्ट्रेस्ट हुनु पर्यो। टु डेभलप न्यू स्किल, नयाँ स्किल सिक्नलाई, एफिसिएन्सी बढाउनको लागि के हुनु पर्यो, नयाँ स्किल्समा काम गर्न सक्नु पर्यो। उसले चाहिँ लर्निङ ह्याबिट चाहिँ हुनु पर्यो हो। आज टोटलमा हामी के पढ्यौँ, अफिस एसिस्टेन्टको डेफिनेसन। अफिस एसिस्टेन्ट इज द इम्प्लोइ हु परफर्म्स द अफिसियल वर्क एक्टिभिटिज एट लो लेभल टु एसिस्ट टु द अफिस चिफ इन द अफिस। त्यसपछि यसको टाइप्स पढ्यौँ, सेक्सनल क्लर्क, पर्सनल एसिस्टेन्ट, रिसेप्सनिस्ट हैन। अब यो सेक्सनल क्लर्कलाई फाटवाला पनि भनिन्छ। त्यसपछि पर्सनल एसिस्टेन्ट निजी सहायक, रिसेप्सनिस्ट सम्पर्क सहायक। र यसको हामी डेफिनेसन पढ्यौँ के हो भनेर। त्यसपछि यसको क्वालिफिकेसन पढ्यौँ, फर्मल एजुकेसन, एकाडेमिक क्वालिफिकेसनको बारेमा पढ्यौँ। त्यसपछि ट्रेनिङ, त्यो अफिस एसिस्टेन्टले के हुनु पर्यो, ट्रेन हुनु पर्यो, ट्रेनिङ हुनु पर्यो है, लिएको हुनु पर्यो। किनभने ट्रेनिङले उसको के गर्छ, वर्किङ एफिसिएन्सी बढाउँछ, अफिसियल वर्क गर्नलाई सजिलै नै तिनीहरू के गर्ने, काम गर्न चाहिँ अलि इफेक्टिभ वेमा चाहिँ गर्न सक्छन्। त्यसपछि एक्सपिरियन्सले के भन्छ, त्यो इम्प्लोइमा मेच्युरिटी प्रोभाइड गर्छ र कुनै पनि काम गर्ने चाहिँ एबिलिटी चाहिँ इम्प्रुभ गर्छ। व्हिच कुड कन्ट्रिब्युट, जसले के हुन्छ, व्हिच कुड कन्ट्रिब्युट टु द सक्सेस अफ द अर्गनाइजेसन। यसले के गर्छ, संस्थाको सफलता
मद्दत गर्छ। त्यसपछि रहेको छ नलेज अफ रुल्स एन्ड रेगुलेसन। जो अर्गनाइजेसनको इन्टरनल रुल्स एन्ड रेगुलेसन के छ त्यो चाहिँ फलो गरे हुनु पर्यो, थाहा हुनु पर्यो र त्यसले फलो गर्नु पर्यो। त्यसले केमा मद्दत गर्छ? हेल्प्स टु क्यारी आउट एडमिनिस्ट्रेटिभ प्रोसिजर। प्रशासनिक प्रक्रियाहरू जुन हुन्छ त्यसमा चाहिँ क्यारी आउट गर्न मद्दत गर्छ। त्यसपछि नलेज अफ एकाउन्टिङ हुनु पर्यो। अब एकाउन्टिङको नलेज त हुनै पर्यो हैन। यो नभए नहुने कुरा जस्तै भयो। अब एकाउन्टिङको नलेज थाहा नै छैन, एकाउन्टिङ कसरी गर्ने के गर्ने, त्यसपछि त अलिकति अप्ठ्यारो हुन्छ नि हैन। अब अफिसमा बसेको छ अनि एकाउन्टिङ आउँदैन, अलिकति अप्ठ्यारो भएन। त्यही भएर अब एकाउन्टिङको नलेज हुनु पर्यो, बेसिक प्रिन्सिपल्स के छ त्यो थाहा हुनु पर्यो, फाइनेन्शियल रुल्स एन्ड रेगुलेसन के छ त्यो थाहा हुनु पर्यो, टु रेकर्ड द फाइनेन्शियल ट्रान्जेक्सन इन द अफिस। त्यसपछि नलेज अफ फरेन ल्याङ्ग्वेज एन्ड नलेज अफ ह्यान्डलिङ कम्प्युटर। नलेज अफ ह्यान्डलिङ कम्प्युटर, फरेन ल्याङ्ग्वेज थाहा हुनु पर्यो, जस्तै नर्मली इङ्ग्लिस ल्याङ्ग्वेज हैन, त्यसपछि कम्प्युटर ह्यान्डल गर्ने हुनु पर्यो। त्यसपछि अर्को रहेको छ फङ्सन अफ अफिस एसिस्टेन्ट। प्लानिङ द डेली वर्क पढ्यौँ, त्यसपछि ड्राफ्टिङ एन्ड टाइपिङ लेटर पढ्यौँ, त्यसपछि पढ्यौँ के फाइलिङ लेटर्स एन्ड डकुमेन्ट्स, त्यसपछि ह्यान्डलिङ टेलिफोन एन्ड इमेल्स, त्यसपछि हामी रिमाइन्डिङ द चिफको बारेमा पढ्यौँ, त्यसपछि विभिन्न मेसिन्स एन्ड इक्विपमेन्टको युजको बारेमा पढ्यौँ, त्यसपछि प्रिपेयरिङ रिपोर्ट्स, रिपोर्ट बनाउने अफिस एसिस्टेन्टको जुन फङ्सन छ त्यसको बारेमा पढ्यौँ, त्यसपछि रिसिभिङ भिजिटर्सको बारेमा पढ्यौँ, त्यसपछि एरेन्जिङ द चिफ्स भिजिट पढ्यौँ हो। त्यसपछि हामी केमा गथ्यौँ? क्वालिटीमा गथ्यौँ। क्वालिटी पढ्दाखेरि मैले पनि भने फेरि दोहोऱ्याउँछु, त्यति बेला पनि भनेको थिएँ एउटा राम्रो ह्युमन बिङ हुनका लागि जे जति क्वालिटिजहरू चाहिन्छ हैन, गुणहरू चाहिन्छ, त्यो गुणहरू चाहिँ के चाहिँ एउटा अफिस एसिस्टेन्ट पनि त्यही सेम लागु हुन्छ, त्यही चाहिन्छ है। जस्तै पर्सनल एपियरेन्स राम्रो हुनु पर्यो, क्लिनलीनेस एन्ड टाइडीनेस हुनु पर्यो, फेथफुलनेस हुनु पर्यो, हनेस्ट हुनु पर्यो, सिन्सियर हुनु पर्यो, लोयल हुनु पर्यो एन्ड कन्फिडेन्सियल हुनु पर्यो। त्यसपछि ट्याक्टफुलनेस छ, पोलाइटनेस एन्ड फ्रेन्डलीनेस छ, पेसेन्स छ, लर्निङ ह्याबिट्स है, यी इत्यादि नलेज चाहिँ यो क्वालिटीहरू चाहिँ थाहा हुनुपर्छ है। त्यही भएर पढ्दाखेरि राम्ररी पढ्ने, के चाहिन्छ पहिला अफिस एसिस्टेन्ट के हो त्यसको बारेमा पढ्ने, त्यसपछि यसको टाइप्स के छ, 3 टाइप्सको छ, सेक्सनल, पर्सनल एसिस्टेन्ट र रिसेप्सनिस्ट। सेक्सनल कलर फाटवाला, पर्सनल एसिस्टेन्ट निजी सहायक, रिसेप्सनिस्ट सम्पर्क सहायक। त्यसपछि क्वालिफिकेसन छ फर्मल एजुकेसन, ट्रेनिङ, एक्सपिरियन्स, नलेज अफ रुल्स एन्ड रेगुलेसन, नलेज अफ एकाउन्टिङ, नलेज अफ फरेन ल्याङ्ग्वेज एन्ड नलेज अफ ह्यान्डलिङ कम्प्युटर। त्यसपछि रहेको छ फङ्सन अफ अफिस एसिस्टेन्ट। प्लानिङ द डेली वर्क, ड्राफ्टिङ एन्ड टाइपिङ लेटर्स, फाइलिङ लेटर्स एन्ड डकुमेन्ट्स, ह्यान्डलिङ टेलिफोन एन्ड इमेल्स, रिमाइन्डिङ द चिफ, युजिङ मेसिन्स, त्यसपछि प्रिपेयरिङ रिपोर्ट्स, रिसिभिङ भिजिटर्स, एरेन्जिङ चिफ्स भिजिट। कतिवटा हामी यसमा चाहिँ 9 वटा पढेर। त्यसपछि के छ? क्वालिटिज अफ अफिस एसिस्टेन्ट, कार्यालय सहायकका गुणहरू। त्यसपछि त्यसमा हामी 7 वटा पढ्यौँ। पर्सनल एपियरेन्स पढ्यौँ, क्लिननेस एन्ड टाइडीनेस पढ्यौँ, फेथफुलनेस पढ्यौँ, ट्याक्टफुलनेस पढ्यौँ, पोलाइटनेस पढ्यौँ, पेसेन्स पढ्यौँ र लर्निङ ह्याबिट पढ्यौँ हो। आज चाहिँ हामी सेकेन्ड च्याप्टर पढेर भइसकेका छौँ। अब चाहिँ यसको चाहिँ एकचोटि फेरि रिभिजन गर्नु होला हजुरहरू चाहिँ। त्यसपछि हामी अब अर्को भिडियोमा चाहिँ अर्को च्याप्टर अफिस रिसोर्स भन्ने छ त्यो पढ्छौँ हैन। थ्याङ्क्स फर वाचिङ।